एक नेवार छोरो कुमार सागर अर्थात् सिद्धि सागर प्रजापति उहाँको कुनै पनि कार्यक्रममा आजभोलि मान्छेहरूको यति सहभागिता हुन्छ कि यो देखेर सबै अचम्मित हुन्छन्। भाइस अफ नेपालले उसको बोलीमा नेवारी लभ निस्कियो भनेर बेइज्जत गरेर उसलाई आउट गरेको थियो। आज त्यही भाइस अफ नेपालले उसलाई बोलाउन बाध्य भएको छ। अब उसले कस्तो धुम मचाउँछ हेरौँ। त्यो दिन जब हामी कुमार सागर प्रजापतिको घरमा पुग्यौं, यो खबर लिएर कि तपाईँ ब्लाइन्ड अडिसनको लागि छानिनु भएको छ, कुमा मात्र होइन परिवार नै भावुक बन्यो। यही मञ्चबाट गएको मान्छेले मेहनत गरेर यो ठाउँसम्म पुग्छ भन्ने कुरा देखाएको छ है। तपाईहरु आफ्नै मौलिक बाजाको प्रयोग गरेर तपाईहरुले यस्तो क्रिएसनहरु निकालिरहनु भएको छ।